हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज पनि म फेरि मिनी ब्लग लिएर आएको छु। म चाहिँ बिहानै उठेर चाहिँ चिया नास्ता खाएँ, पूजासुजा गरेर हाम्रो चाहिँ मिलमा बसेर बाबाहरू पूजा गर्नुभएको थियो। अनि आज चाहिँ म गाउँमा जाने, गाउँ घर आउने भनेर चाहिँ आमा मेलामा जान लानुभएको थियो र मलाई बिहानै बाई भन्नुभयो। अनि म चाहिँ रेडी भएर अनि जाने भन्ने बेलामा पानी एकदम ठुलो पानी पर्यो। अनि फेरि गाडी आयो, गाडी आएपछि आमालाई नि उस गरेर बाई भने। हाम्रो चाहिँ कस्तो हुन्छ नि, आउने बेला जति खुसी हुनुहुन्छ जाने बेला त्यति दुःखी हुनुहुन्छ कि। म जाने बेला बिचरा आमाले बाटोमा घरको छेउमा बसेर हेर्नुभएको थियो। अनि तल मम्मी पनि गई भनेर उहाँ मलाई समात्न आउनुभएको थियो। अनि बाबालाई नि हाम्रो फेरि कति उस गर्नुहुन्छ कि सबैजनाले। अनि बाबाले चाहिँ मलाई आमाले पैसा दिनुभएको थियो 100 रुपियाँ, जाँदाखेरि दाजुभाइले 50-50 गरेर खाऊ है भनेर दिनुभएको थियो। अनि मैले चाहिँ लिएँ। मेरो चाहिँ सानैबाटको बानी नै हो क्या, आमा बाबाहरूले म हिँड्दाखेरि जहिले पैसा दिने। अनि हाम्रो गाडी पनि आयो र मलाई चाहिँ दिदीको बाबाले बाटोसम्मै छोड्न आउनुभएको थियो क्या, माथि बाटोसम्म गाडीसम्मै। अनि आमा तर अर्को आमा हुनुहुन्थ्यो, अर्को आमा बिचरा म चाहिँ हिँड्ने बेलामा कस्तो रुनुभएको क्या। अनि म चाहिँ हिँडेँ घर, अनि म चाहिँ उहाँ बैराडी हो के अरे। अनि मेरो त्यो बैराडीको भ्यूहरू देखाउँदै म चाहिँ हिँडेँ। अनि हामी चाहिँ अहिले गाडीमा जम्मा 8जना थियौँ, 10जनाको सिटमा 8जना मात्रै थियौँ कि 2जना खाली थियो। अनि बाटोहरू फेरि कस्तो छ क्या, यो चाहिँ भन्जिङ डाँडाको बाटो हो। अनि यस्तो पहिरो गयो, तर पनि बल्ल बल्ल गरेर अङ्कलले ठाडखोरिया लैजानुभयो। ठाडखोरियामा फेरि बाटो बिग्रेर रहेछ कि। अनि एकछिन गाडी रोकेर बाटो बनायौँ। अनि बाटो बनाएर झरेर अनि हामी चाहिँ उजेलडाँडा पुग्यौँ। उजेलडाँडामा चाहिँ यो चाहिँ म पहिला पढेको स्कुल हो 11-12। यो स्कुल चाहिँ यसको नाम उजेलडाँडा भन्छ। अनि हामी चाहिँ बौरे बजार आयौँ त्यसपछि। अनि त्यसपछि यो चाहिँ बौरे बजारको हेल्पोस हो, हेल्पोसनिर पुग्यौँ र बिस्तारै गर्दै फाइनली म चाहिँ बैरगाडी पुगेँ। बैरगाडीमा चाहिँ अङ्कललाई फकाई हाम्रो घरको बाटो जाऊँ न अङ्कल भन्यो भने अङ्कलले चाहिँ हाम्रै घरथिमै ल्याएर छोडिदिनु भएको थियो। अनि घरथिम नजिकै आइसकेको थियौँ। अनि त्यसपछि चाहिँ भाइ र म त्यहाँबाट हिँडेर गएर फाइनल्ली म चाहिँ घर आएँ। र घर आउन साथ मलाई म्यासेज आयो कि अर्डर लिन आऊ भनेर। अनि म चाहिँ कपडा फेर्ने बित्तिकै चक्लेट लिन गएँ। चक्लेट ल्याएर यति थियो चक्लेटै, एउटै चक्लेट बुके बनाइदियो भन्नु थियो। अनि मैले चाहिँ फटाफट बनाइदिएँ 1 घन्टामै। मलाई चाहिँ आजभोलि बनाउन जानेर होला 1 घन्टा नि लाग्दैन कि, आधा घन्टामै बनाइदिन्छु। अनि फटाफट चक्लेट बनाएँ। अनि चक्लेट बनाएर चाहिँ म छोड्न गएँ 1 बजीतिर। अनि फेरि बेलुकापट्टि मलाई सामानको अर्डर आएको थियो कि, सामानहरू भए ल्याइदेऊ भन्नुभएको थियो। अनि यो चाहिँ 1100को कम्बो सेट हो क्या सामान जति। अनि 1100को सामान चाहिँ फेरि म छोड्न गएँ। अनि बेलुका चाहिँ यसो छततिर गएको थिएँ। अनि म चाहिँ सुतेँ। आजको दिनभरिको काम चाहिँ मेरो यति हो। अनि खानासाना बनाएर सुतेँ। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज एन्ड बाई बाई।